हेलो साथीहरू, के छ? आरामै सन्चै हुनुहुन्छ होला। आज मैले तपाईँलाई अर्को भिडियो तराई जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको एउटा रमाइलो दृश्य, शान्त वातावरण बर्दिया राष्ट्रिय निकुञ्जभित्रको एरियाको भिडियो सजिलो तरिकाले खिचेर तपाईँलाई देखाइरहेको छु। हेर्नुहोस्, यहाँभित्रको दृश्य मन पराइदिनुहुनेछ। पूर्व पश्चिम राजमार्गको जुन महेन्द्र राजमार्ग हो, यो राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा हिँड्दाखेरि छिटो हिँड्न दिन्न, बिस्तारै हिँड्नुपर्ने हुन्छ। जो टाइम कार्ड अनुसारले हिँड्नुपर्छ, एक चेकपोस्टबाट अर्को चेकपोस्टसम्म सोही अनुसारले हिँड्नुपर्छ। त्यही बिस्तारै हिँड्ने क्रममा खिचिएको भिडियो हेर्दाखेरि राम्रो लागेर तपाईहरुलाई पनि देखाउँ भनेर मैले यो भिडियो अपलोड गर्दैछु। तपाईले हेर्नुहुनेछ, मन पराउनुहुनेछ भन्ने आशा र विश्वासका साथ यो भिडियो तपाईहरुको लागि है त। हेर्दै गर्नुस्। कानको छेउबाट सुई हिँड्ने ठुला ट्रक सडकको राजमार्गबाट हिँडिरहेका छन्। दायाँ बायाँ जता हेरे हरियाली जंगल छ, शान्त वातावरण, स्वच्छ हावा। तराईका सालहरू झर्ने बेला झरिरहेको छ। साज र सालहरू, ठुल्ठुला रुखहरू देखिने साज र सालका रहेछन्। अनि छेउछाउतिर हरियो पलाउँदै गरेको दावा, सालिमका दावाहरू पलाइरहेका छन्। यस्तो मौसम बदलिदो छ। आरक्षीभित्रको मौसम शान्त र सुन्दर छ है त साथीहरू। आरक्ष हो, बाघको बिगबिगी छ। कोही पनि एक्लै नहिँड्नु होला। प्रशासनले पनि हिँड्न दिन्न रहेछ, डर लाग्छ। सचेत भएर हिँड्नुपर्छ है त साथीहरू। यी बाटो आउँदा जाँदा रमाइलो त हुन्छ, शान्त वातावरण हुन्छ, तर सकभर साथीमा हिँड्नु होला। दिउँसो पख त त्यति के हुन्थ्यो र, तर साँझ पख बिहान पख विचार गरेर हिँड्नु होला। कोही पनि हिँड्दै हुनुहुन्छ भने। यो बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको सम्पत्ति, हाम्रो सम्पदा। पूर्व पश्चिम राजमार्ग, महेन्द्र राजमार्ग, यही बाटो हिँड्ने क्रममा अब अगाडि आयो फेरि होइन बबई पुल, बबई अब आउँदैछ बबई नदी। यो वरपर देखिएको बबई नदी हो। बबई नदीले अधिकांश बर्दिया जिल्ला सिँचाइ हुने गर्छ, जुन कृषि क्षेत्रको लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको छ। यो खोला नालाको आसपासमा हात्तीहरू, मृगहरू, गोहीहरू एकदमै हुन्छन्, देख्न पाइन्छ। पुलबाट हेर्न सकिन्छ है त साथीहरू। हेर्दाखेरि खाली बाटो देखिन्छ, खुल्ला ठाउँ देखिन्छ, स्पिडले जोडले हिँड्न मन लाग्छ। तर समयले बाँधेको हुँदो रहेछ।
समयअनुसारले हिँड्नुपर्ने हुन्छ। सबै आफआफ्नो गतिमा हिँडिरहेका हुन्छन्। सोही अनुसारले हिँड्नुपर्ने हुन्छ। त्यही अनुसारले हिँडिरहेको छु। त्यही अनुसारले अगाडि बढिरहेको छु। हेर्दै गर्नुहोस् है त साथीहरू, चारैतिर हेर्दै गर्नुहोस् है त। अब अघिल्लो चेकपोस्टसम्म पुग्ने बेला लगभग भइसकेको छ। त्यसैले बिस्तारै अलिक टाइमलाई ध्यान दिएर हिँडिरहेको छु। हिँड्नुपर्ने हुन्छ। अब मान्छेहरू आफ्नो गतिमा हिँडिरहेका हुन्छन्। शान्त जङ्गल, स्वच्छ हावा, शान्त वातावरणसँग बिस्तारै हिँड्न त मन थियो। तैपनि समयले अर्को ठाउँमा पुग्नै पर्ने अवस्था ल्याइसक्यो। अगाडि देखिन्छ लगभग त्यही ठाउँमा पुग्नुपर्ने हो। अब बिस्तारै त्यहीँ अगाडि गयो भने त्यहाँबाट अगाडि पुरीगाउँ लाग्छ। पुरीगाउँ अब केही बाटो हिँड्यो भने त्यसभन्दा अगाडि अर्को अमरेनी भन्ने चेकपोस्ट आउँछ। त्यहाँबाट फेरि सुरुवात हुन्छ। यस्तै गरी यो पूर्व पश्चिमको महेन्द्र राजमार्ग अन्तर्गत हिँड्नुपर्ने हुन्छ यात्राको क्रममा साथीहरू। सायद अधिकांश कतिलाई त थाहा छ, कतिलाई थाहा छैन भने यो भिडियो मार्फत तपाईँलाई जानकारीको लागि मैले रेकर्ड गरिरहेको छु। तपाईँ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जुन कुराले मलाई अलिकति ऊर्जा चाहिँ थपिराखोस्, जाँगर चाहिँ आइराखोस् भिडियो बनाउनको लागि। है त साथीहरू, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। प्लिज कहिलेलाई धन्यवाद।